नमस्ते। सीईको विज्ञान परीक्षाको तयारीमा हुनुहुन्छ? आउनुहोस्, आज हामी मिलेर एउटा यस्तो स्पष्ट खाका बनाउँछौं जसले गर्दा परीक्षामा एकदमै राम्रो अङ्क ल्याउन सकियोस्। ल, सुरु गरिहारौँ है त। सीई साइन्समा टप गर्ने त्यो रहस्य, त्यो सिक्रेट आखिर के होला? धेरैको मनमा यही प्रश्न हुन्छ हैन त? खैर, आज हामी यही रहस्यको पर्दा खोल्नेछौँ। परीक्षाको हरेक पाटोलाई एकदमै गहिरेर हेरेपछि यसको जवाफ आफै फेला पर्छ। ल, अब मूल कुरामा प्रवेश गरौँ। कुनै पनि रणनीति बनाउनुभन्दा पहिले यो परीक्षाको समग्र चित्र कस्तो छ त्यो बुझ्न एकदमै जरुरी छ। आखिर यो परीक्षाको बनोट कस्तो हुन्छ त? सबै कुरा यही 75 नम्बरको खेल हो। विज्ञानको लिखित परीक्षाको जम्मा पूर्णाङ्क हो यो। तर असली कुरा के हो भने यी 75 अङ्क कहाँबाट कसरी आउँछन् त्यो बुझ्नु चाहिँ महत्त्वपूर्ण छ। त्यो 75 अङ्कलाई यसरी बाँडिएको छ: फिजिक्सबाट 23, बायोलोजीबाट 23 र केमिस्ट्रीबाट 22 नम्बर। यसले के देखाउँछ भने कुनै पनि एउटा विषयलाई मात्रै पढेर पुग्दैन। हेर्नुहोस् त, सबैलाई लगभग बराबर नै महत्त्व दिइएको छ। अब यहाँनिर एउटा एकदमै रोचक कुरा छ। परीक्षाले हामीलाई के थाहा छ भन्ने मात्रै जाँच्दैन, बरु कसरी थाहा छ भन्ने कुरा पनि जाँच्छ। यो हो आधिकारिक स्पेसिफिकेसन ग्रिड, जसले यो सबै कुरा छर्लङ्ग पार्छ। यो चार्टलाई हेरौँ त। परीक्षाको आधाभन्दा बढी मतलब 50% अङ्क त एप्लिकेसन र हायर एबिलिटी अर्थात् प्रयोग र उच्च दक्षतामा आधारित प्रश्नहरूलाई छुट्याइएको छ। यसको मतलब के हो? मतलब सिधा छ, किताबको लाइन बाई लाइन रटेर मात्रै काम चल्दैन। अनि यो तालिकाले त झन स्पष्ट पार्छ कि कुन स्किल जाँच्न कस्तो खालको प्रश्न आउँछ। जस्तै नलेज वा सामान्य जानकारी जाँच्नको लागि छोटा र एमसिक्यू प्रश्नहरू आउँछन्। तर जब कुरा आउँछ हायर एबिलिटीको, हो त्यहाँ चाहिँ लामो उत्तर लेख्नुपर्ने र दिमाग लगाउनुपर्ने खालका प्रश्नहरू हल गर्नुपर्ने हुन्छ। फरक देखियो नि हैन? ल, सिद्धान्त त बुझ्यो, तर साँच्चीकै परीक्षामा प्रश्नहरू देखिँदा कस्ता हुन्छन् त? आउनुहोस्, अब केही नमुना प्रश्नहरू हेरौँ। यसले गर्दा अघिको खाका अझै वास्तविक लाग्नेछ। एउटा उदाहरण हेरौँ न। यहाँ सोधिएको छ, विकास क्रमको आधारमा कुन चाहिँ क्रम सही छ? यो एउटा एमसिक्यू प्रश्न हो र यसले जीव विज्ञानको विकासबारेको हाम्रो बुझाइ अर्थात् कम्प्रिहेन्सनलाई जाँच्दैछ। यसको सही जवाफ हो पहिलो विकल्प। किन होला? किनभने यो क्रमले सरल जीवबाट जटिल जीवतिरको विकास देखाउँछ। जेलीफिस सरल भयो, त्यसपछि गड्यौला, अनि माछा र भ्यागुता। परीक्षामा यस्तै तार्किक सोच आवश्यक पर्छ। भिन्नता छुट्याउने प्रश्नहरू त कति आउँछन् कति। जस्तै फन्डामेन्टल र डिराइभ्ड युनिट्स बीच के फरक छ? यसलाई यसरी बुझौँ न। फन्डामेन्टल युनिट भनेको एउटा ईँटा जस्तै हो जुन आफैमा पूर्ण छ। अनि डिराइभ्ड युनिट भनेको चाहिँ त्यही ईँटाहरू जोडेर बनेको पर्खाल हो। अर्को एकदमै सोधिने प्रश्नको प्रकार भनेको परिभाषा लेख्ने हो। जस्तै यहाँ ऊर्ध्वचाप अर्थात् अपथ्रस्टको परिभाषा दिएको छ। यो खालको प्रश्न चाहिँ नलेजको श्रेणीमा पर्छ, मतलब सिधा जानकारीमा आधारित। अब धेरैलाई टाउको दुखाउने विषयमा जाउँ, न्युमेरिकल। तर आत्तिनु पर्दैन, यसलाई हल गर्ने एउटा एकदमै सजिलो चरण दर चरण तरिका छ। आउनुहोस्, त्यो तरिका के हो हेरौँ। न्युमेरिकलको ताला खोल्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण चाबी भनेकै सही सूत्र हो। जस्तै गुरुत्वाकर्षण बलको हिसाब गर्दा यो सूत्रलाई त कहिल्यै पनि बिर्सनु भएन। यो 4वटा चरणको प्रक्रिया अपनाउने हो भने जस्तोसुकै न्युमेरिकल पनि सजिलो लाग्न थाल्छ। तर एउटा गोप्य कुरा के हो भने हिसाब सुरु गर्नु अघि प्रश्नमा दिएको कुराहरू टिप्ने र एकाइहरू जस्तै ग्राम हो कि केजी त्यो जाँच्ने बानीले आधा गल्ती त त्यहीँ सच्चाइदिन्छ। यो वाक्यले हायर एबिलिटीको सोचाइले देखाउँछ। यहाँ हिसाब किताब गर्नु पर्दैन, तर गुरुत्व र दूरी बीचको सम्बन्ध, त्यो पनि इन्भर्स स्क्वायर रिलेसनशिपलाई बुझेको हुनुपर्छ। रेडियस आधा हुँदा गुरुत्व 4 गुणा बढ्छ भन्ने कुरा सूत्र नलेखिकिनै भन्न सक्नु पर्यो। ल, हामीले परीक्षाको पुरै खाका त बुझ्यौँ। अब सबैभन्दा मुख्य प्रश्नमा फर्कौँ। यो सबै जानकारीलाई प्रयोग गरेर A+ ल्याउने रणनीति कसरी बनाउने त? स्मार्ट तयारी भनेको सबै कुरा घोक्नु होइन। स्मार्ट तयारी भनेको सही कुरामा आफ्नो ऊर्जा केन्द्रित गर्नु हो। अर्थात् ती पाठहरूलाई प्राथमिकता दिनु जसबाट धेरै अङ्कका प्रश्नहरू बारम्बार सोधिरहेका हुन्छन्।
यी केही यस्ता प्रश्नहरू हुन् जुन लगभग हरेक पटक सोधिएकै हुन्छन्, जस्तै मेन्डलको नियम भयो, एमोनिया ग्यास बनाउने तरिका भयो वा हिरा किन टल्किन्छ भन्ने जस्ता प्रश्नहरू। यी प्रश्नहरूमा निपुणता हासिल गर्नु भनेको मुख्य अवधारणाहरूमा बलियो पकड बनाउनु हो। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण सल्लाह यही हो, पढेको कुरालाई सक्रिय भएर प्रयोग गर्ने। हरेक पटक कुनै प्रश्न पढ्दा आफैलाई सोध्ने, यो प्रश्नले मेरो ज्ञान जाँच्दैछ कि बुझाइ, वा यो प्रयोगमा आधारित हो कि उच्च दक्षता चाहिने खालको हो। यो एउटा बानीले मात्र पनि तयारीलाई सही दिशामा लैजान्छ। सीईको विज्ञान परीक्षा एउटा चुनौती हो पक्कै पनि, तर सही खाका र रणनीतिको साथमा यो एउटा जित्न सकिने चुनौती हो। अब प्रश्न यो छ कि आफ्नो विजय यात्रा कुन महत्त्वपूर्ण विषयबाट सुरु गर्ने? पहिलो कदम के हुनेछ?